रन फर हेल्थ, स्वास्थ्यको लागि दौडाइ। कार्डियोभास्कुलर जबसम्म इम्प्रुभ हुँदैन तबसम्म जुनसुकै एक्टिभिटी गर्दा पनि हेर्नुहोस् तपाईँको स्वास्थ्य इम्प्रुभ हुँदैन। जसरी शरीरमा इन्सुलिनको मात्रा कन्ट्रोल हुँदैन तबसम्म वेट चाहिँ घट्दैन, कन्ट्रोल हुँदैन। यो कुरालाई माइन्डमा राख्नुहोस्। एउटा सानो बानी जसले तपाईँको सम्पूर्ण जीवन नै बदल्न सक्छ, त्यो भनेको बिहानको रुटिन। तपाईँ आफूलाई कसरी चाहिँ बिहानको टाइम व्यतीत गर्न रुचाउनुहुन्छ, त्यसमा एक्सर्साइज इन्क्लुड छ कि छैन, यी महत्त्वपूर्ण पाटो भयो। र यसलाई मनन गर्दै तपाईँको बिहान रुटिनलाई करेक्सन गर्नुभयो भने याद गर्नुहोस् तपाईँको जिन्दगी करेक्सन हुनेवाला छ। भनिन्छ नि तपाईँको घरको एक्टिभिटीहरू गर्दाखेरि मात्रै पनि तपाईँ हेल्थ एक्सर्साइज पुग्यो भने सोच्नु होला त्यस्तो हुँदैन। वास्तवमा एक्सर्साइज भनेको त्यो हो तपाईँको कार्डियोभास्कुलर अर्थात् मुटुको चाल सास प्रश्वास चाहिँ तीव्र होस्, त्यसमा गर्ने एक्टिभिटी छ भने ओके, इट विल हेल्प। होइन भने तपाईँहरू भ्रममा हुनुहुन्छ। जाग्नुहोस्। यो बारीको पाटा कस्तो रमाइलो ठाउँ क्या यो। तपाईँहरूलाई थाहा नहुनसक्छ, हामी मकै सिङ भन्ने डाँडा चाहिँ यो माथितिर छ। सो वी आर हेडिङ टुवार्ड्स द मकै सिङ। ओ त्यो पारी बनगाउन पिल सकाएर अब हामी डाउन हिलमा लाग्दैछौँ। हामी त नभनौँ, म एक्लै छु। 4 किलोमिटर सकिएछ। लेट्स गो। वकिङ, जगिङ, इजी रन, टेम्पो रन, स्प्रिन्ट लगायत मर्निङ वकमा सम्पूर्ण रनिङका विधिहरू प्रयोग गर्दै आजको रनिङलाई चाहिँ बिट मार्दैछु।